जेनजीले बनाएको हो मलाई। के भन्नुहुन्छ त उहाँहरूको माग के छ? माग हामीले जुन बलिदान गर्यौं अथवा हाम्रा सन्ततिले जुन बलिदान गरे अथवा जुन 76 जनाले आफ्नो ज्यान गुमाए त्यो रगतको टाटो यहाँ मेटिएको छैन, तर त्यो रगतको टाटो यहाँ कहिले नमेटियोस्, तर त्यसले एउटा जुन नयाँ नवीनतम देश सृजना गर्ने मार्गमा जुन होमिएको हुनुहुन्छ तपाईँ, त्यो आफ्नो कर्मलाई र आफ्नो चिन्तनलाई कहिले पनि नडगमगाइकन अगाडि बढ्नुहोस् र त्यो जो मृत भए तिनीहरूको आत्माले शान्ति पाउने गरी देशको लागि काम गर्नुहोस्। किनकि उनीहरूले जुन सोच बनाएर त्यो आन्दोलनमा होमिनु पुगे त्यो हाम्रो लागि वास्तवमै अपरिहार्य थियो। गुमाउनु, हामीले हाम्रा सन्ततिले ज्यान गुमाउनु फरक कुरा हो, तर त्यसले उब्जाएको जुन प्रश्न छ त्यो किन भयो, हामी त्यहाँ हाम्रा सन्तति त्यो अवस्थामा किन पुगे, त्यो अवस्थामा फेरि अर्को कसैको पनि सन्तति नपुगोस् भन्ने नै छ।